नमस्कार सम्पूर्णमा। आज चाहिँ म कर्कलो गावाको तरकारी पकाउन गइरहेको छु। हुन त नेपालीहरू हामी सबैजनाले कर्कलो गावाको तरकारी बर्खाको सिजनमा रेगुलरली खाइ नै रहेको हुन्छौँ हैन। अब सबैको आफ्नो आफ्नो तरिका हुन्छ पकाउने। मैले चाहिँ कसरी पकाउँछु भनेर मेरो तरिका देखाउन गइरहेको छु। मेरो चाहिँ भिडियो खिच्दिने मान्छे कोही पनि हुनुहुन्न, त्यही भएर मैले चाहिँ अलिअलि खिचेको क्लिप चाहिँ हजुरहरूलाई देखाउन गइरहेको छु। हेर्नुस् है त, हेरेर प्रतिक्रिया दिनुहोला। यो चाहिँ कर्कलो गावा हैन। यो चाहिँ मलाई माइजूले उता नुवाकोट पिपलटारदेखि पठाइदिनु भएको। यिनीहरूलाई चाहिँ मैले सफा गरेर राम्रोसँग अब काट्दैछु। काटेर पिस पिस बनाएँ हैन। बनाइसकेपछि चाहिँ मैले कर्कलो र आलु पकाउन लाग्यो हो नि त। मैले आलु पनि पिल गरेर राम्रोसँग आलुलाई चप गरेँ। गरिसकेपछि डाक्टर ओमोटिल चाहिँ अहिले काटिसकेर पखालेर पनि एकछिन भिजाएर राख्नु भन्छ नि त आलुलाई, त्यही भएर भिजाएर राखेको छु आलुलाई। मेरो छोरी चाहिँ मलाई हेल्प गरिरहेको छ लसुन केलाउनलाई। ज्ञानी चाहिँ आजभोलि जहिले पनि मैले काम गर्दा चाहिँ साइडमा आएर एकछिन गफ गर्दै बस्ने अनि के गरिरहेको छु। ठुलो आलु हेर त छोरो, ठुलो आलु रहेछ नि मक्का परी ठुलो आलु देखेर हैन। उसले चाहिँ लसुन केलाउन हेल्प गरिरहेछ। मक्का पर्दै गफ गर्दै छोरी भएपछि सजिलो हुँदो रहेछ क्या। 3 वर्षको भएन अहिलेदेखि मलाई साथी भएको छ छोरी चाहिँ हैन। अनि मैले चाहिँ अब कुकरमा तेल बसालेँ। तेल बसालेर मैले चाहिँ मेथी पुऱ्याएर कर्कलो हालेँ। मलाई चाहिँ पहिलोचोटि हाल्दाखेरि कस्तो डर लाग्थ्यो कि जहिले पोकिन्छ। अनि चाहिँ कर्कलो राखिसक्ने बित्तिकै फेरि आलु पनि राखेँ। कर्कलो र आलु राखेर चाहिँ मैले अब स्वादअनुसारको आफूलाई चाहिने जति मतलब त्यहाँ तरकारीलाई टिकाउने जति बेसार राखेँ। अनि स्वादअनुसारको नुन पनि राख्दैछु मैले चाहिँ। अनि नुन र बेसार राखिसकेपछि मैले चाहिँ खुर्सानी चाहिँ राखेको छैन, किनभने यो खाना यो तरकारी चाहिँ मेरो छोरीले पनि खाने हो नि त। उसले चाहिँ अब 3 वर्षको मात्र भयो, पिरोहरू त्यस्तो खाँदिनँ। अनि मैले चाहिँ मजाले सिलौटोमा जिरा धनियाँ अनि त्यसपछि लसुन राम्रोसँग हालेर पिसेँ। म चाहिँ मिक्सरमा ग्राइन्ड गरेको वा धुलो मसलाहरू भन्दा पनि आफैले घरमै पिस्छु मसला चाहिँ। पिसेकै मसला चाहिँ स्वादिलो जस्तो लाग्छ मलाई हैन। मजाले ल्यास बनाएर सिलौटोमा मसला पिनिसकेर त्यो मसला पनि त्यही अघिको सब्जीमा राखेँ। राखेर चाहिँ मजाले चलाएँ। अनि चलाइसकेपछि मैले थोरै पानी राखेर अब सिलाउनको लागि कुकरको बिर्को लगाएँ। कुकरको बिर्को लगाइसकेपछि अलिकति खुर्सानी चाहिँ मैले साइडमा काटेर पछि हालेँ, किनभने छोरीको लागि छुट्टै निकाल्दै छोरीले खाएँ, मिठो मानिन्। Thank you for watching. Thank you so much for watching this video.